हेलो हेलो साथीहरू, आज हामी तितेउरा बनाउन गइरहेका छौँ। हामीले आलुलाई अब पखालेर उसिनेर यति भएपछि हामीले यसलाई तासेर सफासँगले सबै बोक्रा निस्किने गरेर अनि हामी यसलाई मजाले मुछ्छौँ। मैले चाहिँ गिलासले मुछेको, हजुरले जसरी पनि गर्नुभयो हुन्छ। यसमा नुन नहालिकन बेसा अनि त्यस पछाडि लसुनको पत्ता, प्याजको पत्ता, धनियाँ, जिरा हालेर मजासँग मुछेर यसलाई राम्रोसँग सानो 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 गोलो गोलो बनाएर हजुरको आकार आफ्नो साइज आफ्नै हिसाबले बनाउन सक्नुहुन्छ। अनि हामी सुकाएर फाइनली हेर्नुहोस् त मेरो आलुको तितेउरा रेडी भइसकेको छ। हामी यसलाई अब जसरी पनि पकाएर खान सक्छौँ, ग्रेभी बनाएर, रस बनाएर। यतिखेर आलु सस्तो भएको कारणले गर्दाखेरि चाहिँ प्रायः सबैको घरमा यो आलुको तितेउरा बन्ने गरेको देखेको छु मैले। हजुरहरू पनि कस्तो लाग्यो राम्रोसँग हेरेर बनाउनु होला, अनि यस्तोहरू ट्राई गर्नु होला अनि मलाई भन्नु होला कस्तो भएछ मेरो आलुको तितेउरा। थ्याङ्क यू।